धन्यवाद सम्पूर्ण साथीहरूलाई। अनि नेपाल मानवतावादी पार्टीको यो तेस्रो प्रदेश बैठकमा उपस्थित सम्पूर्ण प्रदेश कमिटीका प्रदेश टिम यो बोडीलाई नै जय एकता जय मानवता भन्न चाहे। हामी धेरै जस्ता कुरा आइसके, हामीले छलफल पनि गऱ्यौँ। आज एउटा यो पार्टीको अभियानतिर किन लाग्यौँ, किन चाहिँदो रहेछ, केलाई लाग्यौँ, अहिलेसम्म विभिन्न पार्टीमा काम गरेकै छौँ र अब हामीलाई यो आवश्यकता किन बढ्यो र हामी अब एकजुट किन हुँदैछ, यो विषयमा पनि अलिकति मैले साथीहरूलाई जानकारी र सल्लाह मैले अहिलेसम्म गरेको अनुभव म माओवादी नै पनि एमाले पनि राजनीति गरेँ, धेरै गरेँ, पैसो पनि सिद्धिएको छ, जमिन बेचेर पनि राजनीति पार्टी लागेका कर्जहरू हामीले तिर्यौँ। तर ती पार्टी हाम्रा नरहेछौँ, हामी कसैको लागि गर्दा रहेछौँ। पुर्खाहरूले शरम गरे बाबतमा विभेदमा पढे, हामी त्यही विभेदलाई नै कायम गरेर फेरि पार्टीमा पनि एउटा हेपिएर विभेदमा पढेर त्यो खरे प्रथालाई पार्टीमा पनि अहिलेसम्म चलिरहेछ। यानि कि यी पार्टीहरूले भातृ सङ्गठनमा हामीलाई जिम्मा दिने, पार्टीको जिम्मा नदिने, के जान्दैछन् भन्ने, जान्नेलाई पनि के भन्ने अवसर नदिने, त्यो सबै त्यहाँ बुझिसकेपछि अब आफ्नै चाहिनु रहेछ भन्ने हामीले बुझिसकेपछि म त नेकबहादुर कामीलाई अरूले भारतको भीमराव अम्बेडकरलाई अम्बेडकर भन्छन्, म त नेकबहादुर कामीलाई अम्बेडकर भन्छु। उहाँले जो 69 सालमा नेपाल दलितको नाममा पार्टी खोलेर आफ्नै प्रिन्ट बनाएर हिँडिराख्नु भएको छ, उहाँलाई धन्यवाद दिनुपर्छ। हामीले नि सहयोग नगरेर उहाँ अलि पछाडि बढ्नु भएको हो। अब पनि हामीले यो 21औं शताब्दीमा बुझेनौँ भने यो अलि गलत जानेछ। हाम्रो पिँढी फेरि 50 वर्ष पछाडि धकिनेछ। यदि यति बेला हामीले बुद्धि पुर्यायौँ र यो प्लेटफर्ममा टेकेर हामीले यिनीहरूलाई फिल्ड बनाएर अगाडि बढ्छौँ भने 60 लाख दलितले हामीलाई यो 84 को चुनाव नभए 89 को 89 को नभए 94 को चुनावमा पक्कै हामी राष्ट्र निर्माणमा पुग्छौँ। मैले अघि पनि भने एक दुई ठाउँ हामीले प्रतिशत जित्ने हो र 60 लाख दलितका 48 लाख मतदाता परिचय पत्रको निर्वाचन आयोगमा मतदाता परिचय पत्र छन्। त्यो 48 लाख मात्रै भोट हामीले समानुपातिको पाउने हो भने हामी 50औं भन्दा पनि त्यहाँ साँचो छिर्न सक्छौँ। यो राष्ट्र निर्माण गर्ने भूमिका हाम्रो आफ्नै रहन्छ। हामीले यो अहिलेका यी के भने पार्टीका विभिन्न सरकारहरूले हामीसँग सहमति लिएर सरकार बनाउनु पर्छ, हाम्रो मेन भूमिका रहन्छ। र अर्को कुरा हामीले के भने यो देशमा अब एउटा लडाइँ अर्को पनि के छेड्नु पर्ने छ भने यो के भने कोटाको